हेलो नमस्ते हजुरहरू सबैलाई स्वागत छ मेरो अर्को एउटा ब्लगमा। अनि माइती घरतिर चाहिँ छर्ने जोत्ने कामहरू चाहिँ सुरु थियो, एकदम धमाधम चलिरहेको थियो। अनि यता आउनुभन्दा पहिले हामी पनि अब सबै छर्ने जोत्ने कामहरू गरेर नै आयौँ। अनि एक दिन चाहिँ यहाँ दिदीको बारी लगाउन गएको थियौँ, अनि सँगै ठुलो मम्मीको पनि छ बारी। अनि उहाँ चाहिँ ठुलो मम्मीको नाति, अनि कुममा बस्ने चाहिँ पनाति, अनि बुहारी मकै रोप्दै। अनि हामीहरू चाहिँ इन्डिया आउनुभन्दा अघिल्लो दिन हामीले यस्तो सोच्यौँ, अब हामीलाई सबैजनाले खाना खान बोलाउनु भयो दिदी बहिनीको घरमा, अनि बुहारीको माइततिर सबैजनाले हामीलाई खाना खान बोलाउनु भयो, धेरै राम्रो स्वागत गर्नुभयो। हामीले पनि सोच्यौँ एक दिन सबैजनालाई इन्भाइट गरौँ भनेर। अनि त्यसपछि टाइम नै भएको थिएन, अनि आउनुभन्दा एक दिन पहिला हामीले चाहिँ प्लान बनायौँ। अनि यो दिन चाहिँ कमसेकम हाम्रो घरमा 50 जनाभन्दा धेरै मान्छे थिए है। सबैजनालाई एकैचोटि बोलायौँ हामीले, रमाइलो हुन्छ भनेर। अनि खाना पनि एकदम टन्नै बनायौँ। घर वरिपरिका मान्छेहरू, अनि ठुलो मम्मीहरू, दिदीहरू, जसले हामीलाई खाना बोलाउनु भएको थियो उहाँहरू सबैलाई हामीले एकैचोटि इन्भाइट गऱ्यौँ। अनि हामीले खाना पनि एकदम त्यही हिसाबले बनाएको थियौँ, मान्छे पहिले नै हामीले काउन्ट गरेका थियौँ। अनि खाना पनि त्यही हिसाबले हामीले चाहिँ टन्नै बनाएको थियौँ। अब सबैजनाले हामीलाई खाना खान बोलाउनु भयो है, रमाइलो भयो। अब सबैजनालाई हामीले पनि त अब एकचोटि बोलाउनु पऱ्यो हाम्रो घरमा, हामीहरू सबै मिलेर भनेर हामीले चाहिँ बोलाएको थियौँ। अनि यति धेरै मान्छेहरू जम्मा भइसकेपछि अब रमाइलो नहुने, रमाइलो नगर्ने त कुरै छैन। अनि खानाको काम सकाएर हामीहरू चाहिँ त्यही त हो नि है, नेपालीहरूको नाच्ने, गाउने, रमाइलो गर्ने, दुःख पीडाहरू नाचेर गाएर बिर्सिने। अब भोलि जानुपर्छ भन्ने थाहा थियो हामीलाई, दिन अब धेरै दुःख थियो, फेरि पनि रमाइलो भयो सबैजनासँग, एकदम राम्रो दिन गयो।